हेलो साथीहरू, सम्पूर्ण साथीहरूलाई नमस्कार। म हुँ अमृत। म चाहिँ एउटा किसान हो साथीहरू। टक्क लगाएर आजभोलि बजारमा टमाटरहरू पाउँदछन् र आजभोलि टमाटर जमाउने सिजन पनि आइसकेको छ। म टमाटर नर्सरी गर्न गइरहेको छु। टमाटरको निम्ति एउटा ठाउँ तयार बनाएको छु टक्क लगाएर। अब तपाईँहरूलाई खनेको देखाउँदा चाहिँ भिडियो धेरै लामो हुन्छ, त्यसैले मैले चाहिँ मट्टी कट्ठा गरेर चालेर बनाएको चाहिँ छु। त्यसपछि मोल बोकेर मैले यहाँ फालिसकेँ। यो चाहिँ मैले एउटा कुहिएको मोल, एकदम बर्खे मोल भन्छ साथीहरू हैन। टक्क ढुलो टाइपको मैले यो फालेर यसमा भएका ढुङ्गा गेडागुडी सबै फालेर टक्क मिक्स गर्ने छु साथीहरू हैन। मिक्स गरेर मैले यो चाहिँ औषधि हालेँ साथीहरू। कुनै किराहरू नलागोस्, रोग नलागोस् भनेर चाहिँ मैले यो औषधि हालिसकेर टक्क यो फिल्ड बनाइसकेँ साथीहरू हैन। यो फिल्ड बनाएँ यहाँ टक्क यो फिल्डमा चाहिँ हाम्रो 1600 टमाटरको बेर्ना नर्सरी गर्नुपर्ने छ र मैले औषधिहरू हालिसकेँ। यो औषधि पनि हालिसकेँ साथीहरू। यो किनभने फङ्गस लाग्छ हैन। बढी जस्तो हाम्रो टमाटरमा फङ्गस लाग्ने कारणले त्यो हालिसकेँ र यो मैले सानो छाप बनाइसकेँ। अब बारिसको समय छ, बर्खाको समय छ, आकाशबाट पानीहरू आउँछ। टक्क आकाशको पानीहरू पर्यो भने बिग्रन सक्छ, उम्रन सक्दैन। त्यसपछि म ठ्याक्क 2 हप्तापछि आइसकेँ साथीहरू। भिडियो लामो हुन्छ भनेर मैले देखाउन सकेको थिएन। म 2 हप्तापछि ठ्याक्क आउने बेला यस्तो भइसकेको छ टमाटर। टक्क लगाएर 3, 4, 5 वटा जति 3 वटा 4 वटा पातहरू फालिसकेको छ, सार्ने भइसकेको छ। हेर्न सक्नुहुन्छ साथीहरू। टक्क लगाएर यो चाहिँ टमाटर एकदम राम्रो भएको छ। यहाँ 1600 पौडा पुरा चाहिँ एकदम उम्रेको छ। मैले एकदम दामी तरिकाले साथीहरू हैन टक्क लगाएर देख्न सक्नुहुन्छ। यस्तो राम्रो भएको छ। साथीहरू, तपाईँहरूले मलाई सब्स्क्राइब र लाइक फलो गर्नुहोला। मैले चाहिँ सम्पूर्ण भिडियोहरू जस्तै टमाटरहरू फलेको सम्पूर्ण मैले देखाउने छु र त्यसपछि तपाईँहरूले देख्न सक्नुहुनेछ। अहिले चाहिँ म टक्क एउटा टनेल एकदम दामी देख्न सक्नुहुनेछ। यो सानो टनेल टाइपको बनाएको थिएँ मैले यहाँ छापको निम्ति। टक्क यो सानो बर्खाको समय छ, पानीहरू आउँछ। पानी आयो भने चाहिँ बिगारिदिन्छ क्या साथीहरू, फङ्गस लाग्छ। त्यस कारणले चाहिँ यसलाई चाहिँ आकाशको 1 गुण पनि पानी पार्नुहुन्न। त्यसपछि चाहिँ हैन साथीहरू, पार्यो कि मरिहाल्छ, रोग लागिहाल्छ। त्यसपछि मैले चाहिँ एउटा टनेल बनाएँ। टनेल बनाएको मैले चाहिँ भिडियो बनाएको छैन। जोतेर टक्क एउटा टनेल बनाएर यहाँ मैले अब यसलाई चाहिँ ग्राउन्ड क्लियर गरेर मिक्स गरेर राम्रो बनाउँछु है साथीहरू। भिडियो पार्ट 2 चाहिँ आउँछ। तपाईँहरूले सब्स्क्राइब र लाइक गर्नुहोला। म अर्को भिडियो पार्ट 2